हेलो साथीहरू, आज चाहिँ हाम्रो निबुवा डे रहेको छ किनभने हामी चाहिँ निबुवा साधेर खाना गइरहेको छौँ। अहिले वेदर पनि चिसो भएको कारणले गर्दा चाहिँ सबैलाई यसरी खानु चाहिँ एकदम क्रेभिङ्स भइरहेको थियो। सो हामीले निबुवालाई चाहिँ काटेर त्यसमा धनियाँ खुर्सानीको पेस्ट प्लस त्यसमा हामीले चाहिँ दही पनि राखेर चाहिँ खाना गइरहेछौँ। अनि यसलाई अलि अझै टेस्टी बनाउनको लागि चाहिँ हामीले चाहिँ त्यसमा तेल पनि तताएर चाहिँ झान्यौँ। अनि यस्तो लुक्स देखिएको छ, हेर्न सक्नुहुन्छ, एकदम खाम लाग्दो जस्तो। यो देखेर चाहिँ सबैको मुखमा पानी आएर चाहिँ हामीले चाहिँ टेस्ट गर्दैछौँ कस्तो भयो भनेर। वा दिदीको रिभ्यू हेर्नु, दिदीहरूको रिभ्यू। अनि लास्टमा चाहिँ मैले टेस्ट गरेँ, एकदम मिठो भएको थियो, अमिलो पिरो गुलियो, एकदम दामी भएको थियो। हजुरहरूले पनि यसरी बनाएर खान सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो।